राख्ने बेला भएपछि त खानु परेन त यस्तो खानु परेन त डाँडामा बसेर त्यो पनि यस्तो कुल मौसममा हल्काले तातो तातो बनाउँछ नि त त्यही भएर खानै पर्ने हुन्छ क्या हामीले त छोरा र छोरीलाई पनि हल्का पिलाइदिएको क्या पिलाइदिएको बस्छ खाने नि हौ कुद्दै कुद्दै मन्दिरे मेरो सिरा गरेर भिडियो बनाउनु म Hello everyone, once again welcome back to my YouTube channel. मैले चाहिँ आज भिडियो स्टार्ट गर्न चाहिँ बिर्सेछु हैन मैले बाटोतिरको सानो सानो क्लिप चाहिँ लिइराको थिएँ अनि हामी चाहिँ मन्दिर हलेसी मन्दिर दर्शन गरेको अनि चाहिँ भिडियो स्टार्ट गर्न चाहिँ बिर्सेको कारणले म यहाँबाट भिडियो स्टार्ट गर्दैछु अहिले म कहाँ छु भने रक गार्डन हलेसीको सबैभन्दा फेभरेट प्लेस माई किनभने यहाँ यस्तो दामी छ हैन यति राम्रो छ क्या पुरा हाम्रो गाउँ देखिन्छ यो तल देखेको हाम्रो गाउँहरू हो हैन हलेसी चाहिँ यता साइडमा पर्छ अनि यो तल तल चाहिँ हाम्रो गाउँ पर्छ अनि म छु यहाँ सबैजना घुम्ने ठाउँ यति राम्रो छ यो तपाईहरु कोही हलेसी आउनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ मिस नगर्नु होला भन्छु के म चाहिँ एकदमै धेरै राम्रो छ घाम लाग्यो शीतल पनि छ तर हिटेको कारणले चाहिँ गर्मी गर्मी भइराछ अनि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ ढुङ्गाको गेट छ हैन यति राम्रो ढुङ्गाको गेट छ यो चाहिँ मैले पहिले पनि भ्लग बनाइसकेको छु त्यो पनि आज चाहिँ यहाँ नानाहरुसँग बहिनीहरुसँग आएकोले फेरि भ्लग बनाउँदै छु आयो गले म चाहिँ त्यसको कसो त पुग्छ नि यार हेर्न यसले चाहिँ मेरो ब्याग बोकिदिरहेको छ हैन अनि हामी चाहिँ यहाँ हाम्रो घरमा छु अब यो हाम्रो घरलाई बाई बाई गरिदिएको त्यहाँ फोटोहरू छ यो फोटोलाई नि बाई बाई यो दारिम खाने बेला भएर म टिपेर एक दुईजना लैजान्थेँ खाने बेलै भएको छैन आँप चाहिँ उता फलिरहेको छ हैन अनि यहाँ चाहिँ केराबारी नस्पाती तिमी के साह्रो बोलेको ट्युसन 2 लाइन देऊ त मिता नाना गाह्रो भयो उसा नाना सर्ट गरिरहेको हामी भन अगाडि गाउँदा साह्रै थक्यो नाना यो ट्युसनको घर झन् कति टाढा हो ट्युसन आउँदैन यतै बनाऊ है घर यो चोकतिर यिनीहरू बाँच्दै हिँड्दाखेरि चाहिँ एउटा हिँड्न नसकेर डाँडा हिँड्दैछ जुन क्रिममा हिँडिरहेको छ ए आस्ते आस्ते यो पनि गरौँ नै छ ल एकछिन बोकेर यति 50 रुपैयाँ दिनु मन्दिरै 50 रुपैयाँ ए त्यो फुलको कति हो छोरी रे ए हात धोएर जाने हो मलाई त आउँदैन क्या अब मिलाएर यहाँ खिच्नु त हामी म छोरीको धोइदिन्छु हात गरे मन्दिरमा जाने वाउ फ्लावर पुरानो पानी हाल है सानोहरू
लास्टमा गर्नुपर्छ त्यहाँ छोरी। अझ जुत्ता खोल्नु पर्ने हुन्छ। यस्तो छ जुत्ता खोलेर राख्ने ठाउँ। सबैलाई दर्शन नमस्ते। आज म जुत्ता खोल्छु ल। जुत्ता खोल्नुहोस्। नाना कति पछि सँगै दर्शन गर्न आयो। साह्रै खुसी हुनुहुन्छ अरे निस्किँदाखेरि बजाएर रिसाउनु अरे त्यस्तो हो पुरा। योभन्दा तल चाहिँ फोटो खिचिदिनु होला होइन। हलिसी मन्दिरको दर्शन गरिसक्यौँ। तपाईँहरू पनि हलिसीको दर्शन गर्नु होला है भिडियोबाट ल साथीहरू। एकदमै रमाइलो भयो। हामीले चाहिँ 11:30 बजे दर्शन सकिएछ। अनि बिहानको 7 बजे उठेकोले चाहिँ हामी कसै पक्रिनु मिलेन क्या। 7 बजे उठेकोले चाहिँ हामी ढिलो आएको थियौँ। त्यो पनि 11:30 बजे हाम्रो दर्शन भइसक्यो। अब हामी यहाँ नरिवल फुटाउने होइन, नरिवल फुटाउँछौँ अब हामी। छोरी अगाडि छ। छोरी कति ज्ञानी छ, पूजा गर्नु कति आउँछ छोरीलाई। फोटो खिच्दैछ छोरी। यता हाई भनिदिनु त। हाई नमस्ते भन्नु सबैजनालाई। कहाँ जानु लागेको छोरी? अनि तपाईँ कहाँ आउनु भएको भनिदिनु त। यहाँ को मामा घर आउनु भएको हो के? ल अब चाहिँ हामी यहाँ नजिक धुप बाल्नु लागेको। अनि नरिवल पनि यहाँ फुटाउनु पर्नेले तल चाहिँ बाल्न दिँदैन किनभने फोहोर हुन्छ। त्यही भएर छोरीले हावा आयो। जोडी बनाउनु पर्छ नि त। कहाँ घुम्नु पर्ने भैँसतिर हातले माग्नु चाहिँ के माग्ने भगवान्। यहाँ हो यहाँ छोरी छोडा दिदीले म नरिवल फुटाउँछु। यसरी यस्तो यस्तो गर्नु। 1 2 3 घरमा यस्तरी घुम्न लिन लागेको यो। अनि यो चाहिँ यो पनि किन्न लाग्यो। सिजनल बोलाइसक्यो भात खतरा छ। ल माथि के अरे अब हामी बसाखान झर्दैछौँ। त्यहाँ गइन्छ झन् स्वर्ग पुगेको जस्तो आवाज हुन्छ। त्यहाँ भित्रको फोटो भिडियो खिच्न दिन्छ कि दिँदैन? कोही शङ्ख बजाउने अब मन्दिर अलिक शङ्ख बजाउँछ। यसलाई आउँछ शङ्ख बजाउनु, हामीलाई चाहिँ आउँदैन। धेरै पछि हामी यहाँ जाँदैछौँ तल्लो। यहाँ माथि आएको अस्ति पनि हामी तल झरेनौँ है दाइहरूसँग। तल झरेको थिएन। अब फेरि हामी झर्दैछौँ। अब चाहिँ 12 बजे हामी पूजा गरिरहेछौँ होइन। घर यहीँ तल छ। त्यही पनि हामीलाई 12 बजे पूजा गर्न हाम्रो चाहिँ यस्तै हुन्छ पारा।
बिस्तारै तर हामी जस्तो हुनु पर्यो क्या बिस्तारै पूजा गरे 12 ठ्याक्कै 12 बजे 12 बजे यहाँ त कति सफा छ बाटो अनि पहिले यहाँ चाहिँ पुरा बजार लाग्थ्यो है हामी पनि यता कति घुम्न आउँथ्यौँ के कति तराईबाट ल्याउँथ्यो त्यो सामानहरू बेच्न है यो ठाउँमा रानी पोखरी भन्छ यो ठाउँलाई चाहिँ अब शङ्ख बजाउँदै ल ओम नमः नमः के भन्नुपर्ने रे मन्दिरे गोविन्द नमो 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 हजुर ओम नमो नमो गोविन्द नमो आउँदैन हस् हस् मन्दिर मेरो भिडियो खिच्दैन म गर्छु देउता खुसी हुन्छ रे घन्टी बजाउँदै गयो भने नमो नमो हरि कृष्ण गोविन्द नमो भन न शङ्ख बजायो हामी चाहिँ हलेसी भन्ने ठाउँमा आइसकेको छौँ अब उहाँले शङ्ख बजाउन आँट्नुहुन्छ वाउ यसले पनि सकेन जे अब होइन यहाँ कस्तो छ कोही कोही मान्छे नआउने मान्छेलाई त यो कस्तो लाग्छ यस्तो खतरा छ नि त ठाउँ यो चाहिँ बसा थान भन्छ यस्तो छ खतरा छ सरी पैसा हाल्ने हामी साह्रै पीडित भइरहेको छौँ मलेसीको ठाउँमा आएर पनि हामी चाहिँ शङ्ख बजाउन आएर किन हाँस उठ्यो मलाई त मन्दिरले बचाएको त लु भयो बहिनी भयो ल ओम गरिदिनु है हुन्छ र यहाँ ओम नमो भन्ने त्यहाँ कहाँ ओम मात्र त नि ओम नमो हर हर के अरे बसा खाने नि हौ ल मेरो सिरा गरेर भिडियो बनाउनु म तलबाट आएको यस्तो खतरा छ तल छ गेट अनि यहाँ छ अनि त्यस पछाडि यहाँ छोरी है कस्तो लाग्यो छोरी अनि यस्तो छ ठाउँ यस्तो तपाईँहरूलाई देख्दा छक्क लाग्छ होला होइन यस्तो छ हेर्नु त यस्तो छ ठाउँ हामी यस्तो ठाउँमा छौँ कति भाग्यमानी छौँ हामी यस्तो ठाउँमा जन्मेको मान्छे हो हामी जोर त्यसरी गरेर होइन एकैचोटिमा यहाँ नजिक यो पलमा छिरायो भने चाहिँ आफूले मागेको पुरा हुन्छ भन्ने विश्वास छ मिता नानाले चाहिँ गर्नुहुन्छ कि हुन्न है ल ल ल चाहिँ ल जानु आँखा चिम है आँखा चिम मन्दिरले चाहिँ ल गरे घामले कस्तो लाइट उ भयो कि ल फेरि गर्नु नाम जानु जानु लाइट पर्यो धर्म कर्ममा पर्फेक्ट भएको छ नि त केटी अहिले जानु सिधै जानु न
मन्दिर हजुर कस्तो लागिरहेछ एकदम रमाइलो लागेको छैन यस्तो आनन्द आएको छ यो ठाउँ देख्नु मलाई बाहिर यति धेरै घाम लागेको छ यहाँ हामीलाई यति धेरै स्वर्ग पुगेको हिमालमा पुगेको छ फिल गरेर एकदम शीतल मनमा आनन्द आइरहेछ होइन यो चाहिँ यो ठाउँ कस्तो छ भने यस्तो छ क्या यहाँबाट चाहिँ हामी प्रवेश गर्छौँ होइन यहाँबाट हामी प्रवेश गर्छौँ अनि यताबाट यहाँ उकालो उकालो हेर्नु कसरी यो यस्तो कसरी भयो होला कसरी कल्पना गर्नु त्यही भएर तपाईँहरू पनि एकचोटि चाहिँ यहाँ दर्शन गर्न आउनु होला हलेसी महादेवको जय होस् हर हर महादेव यस्तो हामीले पनि एउटा एउटा बेल चढायो नि हजुरहरू चाहिँ कताबाट आउनुभएको काठमाडौँबाट ए ए हामी चाहिँ यतैको हो हजुर अब चाहिँ हाम्रो दर्शन सकियो कति बजे 1 बज्न लाग्यो ल अब चाहिँ हामी जाँदैछौँ गरिसक्यो म अलि जुत्ता लगाइरहेको छ मलाई त जानै मन लागेको छैन र पनि जाम भन्दै कुन बजार लाग्छ यहाँ भन्नु यहाँ पुरानो मेला लाग्छ चैतमा शिवरात्रि लाग्छ मङ्सिरमा कति ठुलो बजार लाग्छ हैन अहिले त अब अहिले पनि लाग्छ तर पहिले चैतमा लाग्दैन चैतमा रे शिवरात्रिमा नि लाग्छ अनि यहाँ चाहिँ पुरा हाम्रो चैतमा भनेको चाहिँ धेरै लामो लाग्ने मेला हो के त्यो कुरा चाहिँ गाउँको मान्छेहरूले यहाँ धेरै पसलहरू राख्थे के तपाईँ पनि हुन्थ्यो कि पसलमा हामी पनि थियौँ एकचोटि राखेको थियौँ के राख्नुभयो तपाईँले कस्तो बनाउनु त भन्नु पऱ्यो नि त नि तपाईँकोमा कतिको ग्राहकहरू आउनुहुन्थ्यो पहिले सानो हुँदा पुरा बिर्सिसक्यौँ होइन अनि तराईको मान्छेहरू आउनुहुन्थ्यो क्या यो के उता के अरे कटारी उदयपुर धरान बस्नुपर्छ नुहाएर जानुपर्छ फुलपाती लिएर जानुपर्छ थाहा छ तर अब कहाँदेखि कसरी पूजा गर्ने कुन भगवान्लाई के माग्ने भन्ने नै थाहा छैन क्या अब त ल गइसक्यो भने सङ्घर्ष गरेर अलिक जान्न तुम्बा रक्सी वाइन के अरे आराखा खुवाउन सिकाएको मलाई त्यो सुँगुर काटेको भैँसी काटेको सम्झिँदा कस्तो गाह्रो भयो त नाना कस्तो भमिट आउँछ कस्तो जीवनी मान्छेले खान्छ र पनि यस्तो हेला गर्छ मलाई त्यो किन हो त्यो देख्यो किन नाना यस्तो गर्गेले आन्द्राभित्रको हाम्रो बोकाको आन्द्राले धोको अस्ति मलाई खुसी लाग्यो जानुपर्छ भन्ने पनि थाहा छ यो कुरा चाहिँ सबैले थाहा होस् नि फेरि ज्यान तर जहाँ खाएको नि यिनीहरूको घरमा त खानै दिँदैन हाम्रो घरमा यसलाई मैले हाम्रो घरमा त खानै दिएन दही चिउरा दिएको र पनि खाएन अहिले ए अलिकति खायो एक बुढ्का खायो सानो बुढ्काको खा भन्दा नि नखाने अरे चिसो खा भन्दा नि नखाने अरे चिसो खा भन्दा नि नखाने अरे तर नि त्यो दिन हाम्रोमा खाना पकाउनु हुँदैन थियो र नदिएको यसलाई पीडित भएछ साइजहरू 4 खुट्टा टेकेर हिँड्छ छोरी पनि हिँडिरहनु भएको छ यहाँनिर निस्किँदैछ है उकालो यस्तरी चढेर कति खाने अरे खाना जे त यस गाउँको मान्छे हो कि होइन हो जुका लाग्छ कि है तपाईँले यो कुर्तामा खासै मोटो देखेको छैन साँच्चै मनै थिएन भन्दा नि पुरा गाउँले तरिकाले हिँड्दैछ आमाहरू पुरा पहिले यस्तो पेटीकोट लाएर यति माथि सुर्किँदैन हुन्थ्यो अरे उहाँको हिँड हेर्नु भयो म त पोखराको याद आउन लाग्यो है 4 खुट्टी साहिल सियो अनि हाम्रो साहिल ज्वरो चाहिँ लजाएर म त भन्न पनि सकिनँ आँसु लागेर सिरु छोरालाई अलिक नलजाउने बनाए उसको पछि लगाउँदैन अलि उमेर भएपछि अहिले लजाउने मेरो के
तल तल चाहिँ हाम्रो गाउँ है अनि हलिस यहाँ छ अनि मेरो गाउँ त्यहाँ छ अनि यस्तो छ ठाउँ यहाँ छ गेट राम्रो छ नाना लु लिनुहोस् न सोल्टेनी मिता नानाले चाहिँ बिर्को बाँधी राख्नु भएको छ है मन्दिर दिएर के हो मन्दिर तेरो तेरो हात निकालिदिन्छु मेरो निकाल्दा तिहाकै दिन के अरे यो चाहिँ होइन छोरीले आमाले खायो भने यसो गर्छ क्या कोदोको झोल भन्न कोदोको झोल हो यो नखाइ चाहिँ फेरि वासिङ हो यो यस्तो यस्तो गरेर ओइ यस्तो यस्तो गर्न सिरु यस्तो यस्तो गरेर खानुपर्ने हुन्छ 3 चोटी हो र यो चाहिँ हाम्रो पितृ पूजालाई सम्झेकै चुलालाई 3 चुलालाई बन्छ जहिले त्यस्तो गर्छ नि हैन म चाहिँ के गर्क लैन भने मिरा सुँगुरको मासु खाइ छोरी लो छोरीले पनि खायो अब यता छोरालाई पनि दिउँ छोरी एक पेला हाना छोरा एक पेला हान्नु र छोरा खाएन न अनि राख्ने बेला भएपछि त खानु परेन त यस्तो खानु परेन त डाँडामा बसेर त्यो पनि यस्तो कुल मौसममा हल्काले तातो तातो बनाउँछ नि त त्यही भएर खानै पर्ने हुन्छ क्या हामीले त छोरा र छोरीलाई पनि हल्का पेलाइदिएको क्या पिलाइदिएको अन्तिमचोटि नगर यहाँले पनि ट्राई हान्दैछ ल अब चाहिँ हामी यो के अरे रक गार्डन पनि हामी घुमिसक्यौँ रक गार्डन भन्दा नि के पो बुवालुङ होइन नाना बुङालुङ चाहिँ हामी घुमिसक्यौँ रक गार्डन चाहिँ इङ्ग्लिसमा हो तर हाम्रो राई भाषामा चाहिँ बुङालुङ हो बुङा भनेको चाहिँ फुल होइन अनि लुङ भनेको चाहिँ ढुङ्गा हो अनि यो ढुङ्गाको बगैँचा भनेर रक गार्डन बनाएको ल हेर्नु चाहिँ सबै ढुङ्गा कस्तो खालको छ अचम्म खालको छ सबै मलाई देउता जस्तो लाग्छ अनि अब चाहिँ हामी यहाँबाट झर्न लागेको अनि हामी चाहिँ भोलि काठमाडौँ फर्किँदैछौँ त्यही भएर आज हामी यहाँ आएको बेला घुमेको अनि आजको लागि चाहिँ भ्लग चाहिँ यति नै हो साथीहरू तपाईँहरू हेरेर माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला सो बाई बाई